10,000 रुपैयाँ जरिवाना तिर्न नसकेर गणेश नेपालीले आत्महत्या गर्यो। यो सबै अहिलेको सरकारको कारण हो। दर्शकबिन, अहिले सामाजिक सञ्जालमा यस्तो प्रचार भइरहेको छ, तर एकछिन रोकिएर तथ्य हेरौँ है त। पहिलो कुरा, अहिले चर्चामा आएको 10,000 रुपैयाँ जरिवानाको व्यवस्था प्रस्तावित विधेयकसँग जोडिएको विषय हो। त्यो लागू भइसकेको दण्ड होइन। दोस्रो कुरा, घटनामा काटिएको जरिवाना 1,000 रुपैयाँ भएको विवरण सार्वजनिक भएको छ। अब प्रश्न हो, के हामी अनुसन्धान सक्नु अघि नै 1,000 रुपैयाँकै कारण आत्मदाह भयो भनेर अन्तिम फैसला सुनाउन सक्छौँ? कसैको मानसिक अवस्था, आर्थिक दबाव, त्यति बेलाको विवाद, अपमानको अनुभूति वा अरू कुनै कारण थियो कि थिएन? यी सबै अनुसन्धानको विषय हुन्। अहिले नै एउटै कारण घोषणा गर्नु तथ्य होइन, अनुमान हो। दुःखद कुरा के छ भने एउटा मानिसको मृत्यु न्याय नहुँदै केही मानिसहरू त्यसलाई राजनीतिक हतियार बनाइरहेका छन्। र आज सरकार विरुद्ध दिनरात लाइभ बसेर फैसला सुनाइरहेका कथित राजनीतिक विश्लेषकहरूलाई एउटा प्रश्न छ। जेनजी आन्दोलन र त्यसपछिको हिंसामा देशभर 76 जनाको ज्यान जाँदा, प्रदर्शनकारी र नाबालिगसम्म गोलीको शिकार हुँदा तपाईहरूको आवाज कहाँ थियो? त्यति बेला न टिकटकमा लगातार लाइभ चल्थ्यो, न मूलधारका मिडियामा यति ठुलो नैतिक आक्रोश देखियो। तर आज अनुसन्धान नै नसकेको एउटा दुःखद मृत्युलाई लिएर बालेन सरकारले गर्यो, बालेन सरकारकै कारण भयो भन्दै कथा बनाएर प्रचार गरिँदैछ। 76 जनाको मृत्युमा मौन रहने अनि एउटा अपुष्ट कारणलाई सरकार ढाल्ने गरी हतियार बनाउने, यो विश्लेषण होइन, यो चयनात्मक आक्रोश हो। यो पत्रकारिता होइन, यो राजनीतिक उद्देश्यका लागि गरिएको भावनाको व्यापार हो। कतिपय पत्रकारले पनि प्रश्न सोध्ने होइनन्, आफ्नै निष्कर्ष सुनाएर माइक्रोफोन अगाडि पढाइरहेका छन्। समाजलाई अहिले चाहिएको उत्तेजना होइन, सत्य हो। यदि नगर प्रहरीबाट गल्ती भएको छ भने निष्पक्ष छानबिन होस्, दोषी भए कारबाही होस्, तर प्रमाण नआउँदै सरकार, कानुन वा कुनै व्यक्ति दोषी भनेर फैसला सुनाउनु पनि न्याय होइन। सबैभन्दा ठुलो हार्दिक श्रद्धाञ्जली मृतकप्रति के हुन्छ? उनको मृत्युबाट राजनीति होइन, सत्य खोज्नु। किनभने अफवाहले कहिले पनि न्याय दिँदैन, तथ्यले मात्र दिन्छ।